हाम्रो पनि फेरि नयाँ बिजनेस सुरु भयो। हेर्नुहोस् हाम्रो सुँगुरहरू चाहिँ 8,000 रुपियाँ गोटा अरे पाठा पनि। तर पाठा एकदम राम्रो छ है। पाठाको क्वालिटी हेर्नुहोस् एकदम राम्रो। तर यो भिडियोमा अलिक सानो देखे पनि पाठा चाहिँ धेरै ठुलो ठुलो नै छ। 8,000 को त यहाँ धेरै सस्तो हो नि। सस्तो भयो नि, आफ्नै दाजुकोबाट लिएर मात्रै हो। चारो पनि एकदम मजाले, तर त्यो सानो भएर पनि त्यसको बिउरा चाहिँ के सर्किहाल्यो पाठा। त्यो पल्लो बुच्चा झन् एकदम राम्रो छ। यो भुनेहरू पनि राम्रो यो चाहिँ आज 8,000 मा लिएको, बाहिरतिर भयो भने त यसलाई 10,000 जति भन्छ। 10,000 त पर्छ नि त्यो पाठालाई। पर्छ। तर हिँड्दा सानो भिडियोमा सानो दिन्छ, तर वास्तवमा त एउटा हेरे उचाल्दाखेरि डोले जता 25 जति छ लगभग। अहिले उचाल्दा 25 त छैन। डोल्लै ल अहिले चाहिँ 25 छैन नि। हुँदैन 25 त। चामलको बोरा कत्रो हुन्छ? त्यो हुनु त वेटै हुन्छ यो। एकदम चारो मजाले मस्त खाइरहेछ हाम्रो सुँगुरहरूले। चारो पनि राम्रो खाने है। किनले के चारो सकियो किन त्यति परेको छ? नखाइ करा